आज चिया धेरै मिठो लाग्यो। बाह्र नागिसक्यो, अहिलेसम्म खाना खानु पाएको छैन। मिठो लागिहाल्छ नि। निलु, एउटा कुरा भनौँ? भन्नुहोस् न, के कुरा? हाम्रो छोरा सजनको बारेमा। किन? के गर्यो उसले? गरेको चाहिँ के होइन, अनि के भयो त? सजनको आमा अब त छोरो पनि ठुलो भइसक्यो, अफिसमा पनि काम गर्न थालेको छ, जिम्मेवारी पनि बनिसक्यो। म सोच्दैछु अब त छोराको बिहे गरिनुपर्छ, तिमीलाई पनि सजिलो हुन्छ। हो हजुर, कहिलेकाहीँ म पनि त्यही सोचिरहेको हुन्छु। हेलो ए दया, ए ल ल म आइहालेँ। खै कसलाई फोन गरे हो, कसलाई लिन जानु भएको? त्यस्तै हो के होइन। ल तिम्रो भाउजू। नमस्ते भाउजू। नमस्ते। बस दया। मैले त उहाँलाई चिनिनँ नि। निलो, अस्ति मैले तिमीलाई भनेको थिएँ नि, म नेपाल जाँदाखेरि पुरानो साथी भेटेको भनेर। उही त हुनुहुन्छ। आज भाउजूसँग पनि चिन्जान गरौँ, एउटा कुरा पनि भन्नु भनेर आएको। के कुरा दया? तपाईँको छोराको बिहेको लागि बिहे गर्ने बेला भएको छैन? ए हो र, हामी पनि त्यसकै विषयमा कुरा गर्दै थियौँ। कस्तो संयोग है, हामी कुरा गर्नु, तिमीले कुरो ल्याउनु। अस्ति सतीलाई भेटेको पनि राम्रै भयो। मेरो नजरमा एउटा केटी छ, एकदम भलानुमी छ, राम्रो पनि छ, तपाईँको परिवारलाई मिल्ने खालको छ। भाउजू यो कुरा उम्काउनु हुन्न है। हामीले पनि त्यस्तै बारी खोजिरहेका थियौँ। बाबु, तिमी कहाँ गएर आएको? भित्र आऊ, एउटा कुरो छ। के कुरा बुवा? भाउजू तपाईँको छोरा उही हो? नमस्ते आन्टी। नमस्ते बाबु। भन्नुहोस् बुवा, कुरा के हो? मेरो साथी दयाले तिम्रो बिहाको कुरो ल्याएको छ, के छ विचार? खोइ बुवा, म के भनौँ? तिम्रो उमेर पनि भइसक्यो, केटी संस्कारी छ अरे, तिमीलाई सुहाउने खालको छ अरे। बा, आमा, तपाईँहरूलाई ठिक लाग्छ भने म पनि राजी छु। भाउजू सत्य यहाँबाट चाहिँ नि कुरा मिल्ला जस्तो छ। बाबुले पनि हुन्छ भन्यो। अब केटीको घर जान्छु, त्यहाँबाट के भन्छ तपाईँहरूलाई खबर दिउँला। हुन्छ नि त, बरु चाँडै खबर गर्नुहोस्। हुन्छ भाउजू, नमस्कार। सत्य जान्छु ल। बस्नुहोस् न, बस्नुहोस्, खाजा खाएर जानुहोस् न। हस् भाउजू हस्, कुनै दिन आउला नि। साउजी, मेरो मोटर भएको हो? भइसक्यो भाइ। दिनुहोस्। दाइ पैसा दिनुहोस्। ल दाइ, धेरै धेरै धन्यवाद, समयमा सब्जी ल्याइदिनु भयो। अहिले म लाग्छु दाइ। हुन्छ, आउँदै गर्नुहोस्, हामीसँग नयाँ मोटरहरू पनि छ।
कसको मेसेज आउँछ? ए दयाको रहेछ, के पठाएको रहेछ? ए बाबुको लागि फोटो पठाएको रहेछ। यहाँ सुन त, किन बोलाउनु भएको? यता आऊ बस, एउटा कुरा छ। के कुरा हो भन्नुहोस् न। सुन न, अस्ति बाबुको बिहेको कुरा भएको थियो, त्यो दयाले छ नि फोटो पठाएको छ कि केटीको, हेर त। आहा क्या राम्रो केटी रहेछ ल, हाम्रो छोरालाई सुहाउँदो केटी रहेछ। गजब छ नि है, पुरा अँ, जुठो बाँधेको। राम्रै रहेछ ल, चित्त बुझ्यो। मलाई पनि साह्रै चित्त बुझ्यो। हामीलाई यस्तै बारी त चाहिएको थियो नि। अब हामीले त मन परायौँ, हामीले मात्र मन पराएर हुँदैन। अब जीवन बिताउनु भनेको छोराले भयो, उसलाई मन पराउनु पर्यो नि। छोराले के भन्ला? यतिको राम्रो केटी पाएपछि छोरीले नै भन्न सक्दैन। बा आमा मोबाइलमा के हेरिरहनु भएको छ? बाबु तिमी आयौ, हामी तिम्रै बारे कुरा गरिरहेका थियौँ। आऊ बस। हस् बुवा। भन्नुहोस् बुवा, के कुरा छ? हेर त बाबु, यो फोटो कस्तो छ? बा, म यो केटीसँग बिहे गर्न सक्दिनँ। किन र बाबु, हामीलाई त ठिकै लाग्यो। हो बाबु, यतिको राम्रो केटी फेरि फेरि कहाँ भेटिन्छ र? त्यही भएर नाइ नभन्नु। बा, म एउटा कुरा भनौँ? भन न बाबु, के कुरा हो? म यो केटीलाई पहिलादेखि चिन्छु बा। के रे, तिमीले कसरी चिन्यौ? बुवा, जब तपाईँ खाइ नखाइ मेरो भविष्यको लागि फाटेको जुत्ता र च्यातेको लुगा लाएर पसिना बगाइराख्नु भएको थियो, त्यो बेला यो केटीले मलाई गरिबको नाम दिएर हेप्यो, धेरै हेप्यो, धेरै घृणा गर्यो। यो केटीले मलाई त हेप्यो, तपाईँहरूको समेत के भनेर बेइज्जत गर्यो। हो र बाबु, यस्तो कुरा हामीलाई कहाँ थाहा थियो र? हो बाबु, यो कुरो त तिमीले पहिला हामीले भनेनौ नि। होइन बुवा, तपाईँहरूको चित्त दुख्छ भने मात्रै नभनेको। यो केटीको चालामाला पनि ठिक छैन। के रे, यो कुरा सत्य हो? ओ आमा, म कहिले झुटो बोल्दिनँ, त्यसैले यो केटीसँग म बिहे गर्न सक्दिनँ। अब के गर्ने बरु? केटी चाहिँ राम्रै हो, बानी चाहिँ खत्तम रहेछ। तन्न छोरोले पहिले देखिदिएको रहेछ। यो केटी यो घरमा परेको भए हाम्रो घरै बिग्रिन्थ्यो। तन्न बच्यो भगवान्। पाको जुत्ता पाक पाँचसम्म हेर्दा कस्तो लाग्यो? कमेन्ट गर्नुहोला र यो कथालाई कुन मोडमा लाँदा अझ रोचक हुन्छ भनिदिनुहोला।